सुबह सुबह हम आ चुके हैं जंगल की रास्ते से। मन कुरो कुरो मिलिहाल्यो भने सोझो हनै केटा साथी जाऊ ओए भन है झम्के गुलाली मेरा सारा जीवन सबै तिमीलाई अहिले टास्क खेल्दैन गरे हामी खेल्नै पाइयो ओ धरी खेलिएको गरे है सन्टु फेरि राम 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 Hello guys, welcome back to my new vlog. स्वागत छ फेरि पनि ब्लगमा हैन। सुबह सुबह हम आ चुके हैं जंगल की रास्ते से। बिहान बिहानै काम गर्नु पर्यो हैन जिता बिहान बिहानै यस्तो बोक्नु पर्यो हैन उठ्नु पाएन यस्तो 4 बजेको टाइम हामी मात्र हेरेको रित्तै त रित्तै भन्दा नि झोला त बोकेछ कि त्यही पनि रित्तै बराबर त भयो केटाहरूलाई के देख्यो तिमी भन्न न त जम्मै मान्छे छपाइदिन्छु त्यो उठ डाँडा कहाँको डाँडा रे चित्रङको डाँडा हो नि त चित्रङ यो यता पर्छ कि यता अघि उता हो यार सुर्खुर त उता उता सुर्खुरको डाँडा उता यो सिमाकको डाँडा ठिक छ ठ्याक्कै उल्टे देखिने देखिन्छ उता परिकन देखिन्छ र देखिन्छ कट्न सिधै देखिन्छ अलि माथितिर देखेर केले अड्काउँछ यार मलाई कहिले त्यो डाँडा मेरो देखिनौ क्या हेरेन त यता छ हेरेको पनि यता हेर्नु टेक्नोलोजी रातभरि मुसा दौडिने चाहिँ मैले डरान्दियो हरिक दौडिन्छ यार मुसा त खै तपाईँ मैले कुरा गरेको त्यो छ नि रहनु भयो एक्लै अझ गर्ने लास्टमा यसो लाइट डल्दै हेर्छु भन्दा नि रहनु भयो कुरा गर्दा पनि नि रहनु भयो तपाईँ म फेरि कुरा गरेको थिएँ कि एक्लै बौला जस्तो निसक्नु भएको थियो म पनि नाक्ला बजी भने यसो लाइट बल्दा हेरेको कुराको भने भन्दैन न केही पनि पछि लाइट बल्दा हेर्छु भन्दा निराउनु भएको थियो अनि म पनि सुत्थेँ म बोलेको थिएँ के अरे बौला जस्तो किमु त खतरा छ हेर त म माथि मन्दिरमा जाने हो दौड त दामी भेट्यो त अल्छान भेट्यो यार नजाने रे जाने हो बाटो यही होइन हो सँगै जाने रे कहाँ जेदान पनि जाने कि सँगै जाने हो कि माथि त अलि कट्ना माथि दाम पेन गरेको हजुर होइन कि त्यहाँ कता हो यो कता बाटो उता उता होइन मन्दिरमा मन्दिरमा जान्छ हामीतिर एउटा मान्छे हो र त्यसो यता होला मन्दिरमा जान्छ उताबाट देखेछ यता देखेको छैन मैले छिर्नु सकिन्न क्या त्यहाँ त्यो छ नि उहाँ तिमीहरूको दाउरे सिटी आपत पर्ने हो त्यसो भए त तपाईँलाई दुईजना लाग्थ्यो बार जान्थ्यो के दुईजना जायो यो होइन बहिनी हेर्नु भएको थियो कि जेठानको कस्ता बहिनी हैछन् तपाईँको कस्ता कस्ता बहिनी हैछन् यसो मन कुरो कुरो मिलिहाल्यो भने हुन्छ कार्तिकमा त कुकुरको दिन हो के अरे हाम्रो दिन नहोस् खासै होइन यो त
के होइन अरे असोज असोजमा त केही हुन्न होला दसैँको टिकासँग ठ्याप्प टिका लगाइदिएको रहेछ निकाल्छु हेरौँ मैले अलि अलि अझै ल अझै बाघले कोटारो यार देखिन्न अत्यन्तै मेहनतको साथ आफ्नो खाना जुटाउनको लागि भए पनि दमदार मेहनत गरेर उहाँले यतिसम्म काम गर्नुभएको छ कि हामी योभन्दा माथि आउनु भनेको होइन र हुन्छ चाहिँ यति मात्रै चाहिँ छोपेर बताएर नि बाँदर जस्तो गर्नुहोस् न जेठान पात फुसी यता हुँदा झमझम गर्नु एकचोटि छैन छैन सकिन्न सकिन्न काँचो दाउरा काट्नु भयो होइन त एमा चढ्नु अब फेरि एमा त्यो झुकेको छ त्यहाँ जानुहोस् न भयो सिधा होइन त्यस्तो अलि रिक्स नल्याउनु मजा त रहेन अब धेरै भनेको मान्छे रहन पर्यो क्या 2 दिन टिक्छ मलाई झोला त मैले त उ तल राख्यो त्यसको नाम राखेर काट्न पर्यो के त्यसलाई पैसा तिर्नु पर्यो नि आफूले गर्नु अलि कम्मर हल्लाउनुहुन्छ होइन यही छैन यति स्ट्रगल भनेको त खतरा हो क्या रे कीड़े मकौड़े खोजने के लिए भर्खरै कोइला कहाँ हो त आयो त्यहाँ आग बोलेको छ कि त्यहाँभित्र म गइरहेको ल रमाइलो यत्तिकै छ होइन यस्तै हो रमाइलो भनेको चाहिँ झोले जिन्दगी यस्तै छ रमाइलो काम नि गर्दैन हामी यति अल्छी भइयो त्यही होला अल्छी अल्छी दाउरा उठाउन आएको दाउरा उठाउन गुठान यति टाढा दाउरा उठाउन आइयो दाउरा काम गरेर मामा पकाउनु परेन होइन र बल्ल पो छोडिदिनु दिमाग त है त हो क्या सिङ्गै लग्ने हो सोझो हनै केटा साँच्चै जाऊ भाङ्गेर सिधा बनाउनु नसकिने भएको हो क्या यो गुराँसको लैजाने ल के मतलब हेर्नु
बोल त अन्त बुढा तिन बोल्नु बोल म यसो पतिर हेरेर आउँछु कस्तो दाना मोहनी लाग्ला है गाउँलेको बोलीले त त्यस्तोमा घर हुने भनेको त म मान्छु यार यहाँको विद्यार्थीहरूले माटो कहाँ गरेर पढ्छ होला नि स्कुलमा त स्कुलमै जान्छ नि अहिले तात्तारै जान्छ होला नि है बानी लग्ने छ यार ऊ पर उपतिर छ गीत गाइने त एउटा विरक्त लाग्दो यार विरट लाग्दो गीतै छ हेर काशी नपाउने भाइयो त्यसको गीत मलाई आउँथ्यो कि हल्का सुनेको थिएँ वन पाखामा होइन होइन त्यो होइन त्योभन्दा अलि अगाडिको तिनीहरू झाम्रे गीत गाउँदा बस्छ त कहिले सुख गाउनु न यार कहिले दुःख के भन्छ त्यसपछि यो गोठाले जीवन होइन त्यस्तै होइन हो अलि म गाउँछु है मलाई नै आउँछ जस्तो लाग्छ यार यो गीत त गाउन के हो के गर्नलाई के छ I am a disco dancer के हो के कहाँ सुरुमा कट्न कोही गाउँछ र अहिले उसमा चाहिँ गोठालेको यस्तै छ जुनी यस्तै छ जुनी घाँस दाउरा जहिले पनि नगरी नहुने वनपाखामा डुल्छौ कि डुल्दै घुर्दै के हो कि कहिले सुख पाउने होला यो गोठाले जीवनमा सधैँ पिर पर्छ माया आउनु त यार मैले सुनेँ सुन्न त एकचोटि यो गीत त यस्तो बवाल लाग्थ्यो कि यही सुन्ने हिन्दी घर त एकताका त मान्छे आउँदा मार्ने लाज लाग्थ्यो एक्लै हुँदा यस्तो सुन्ने हिन्दी गर्थ्यो यहाँ पानको पसल भन्ने हिँड्ने बुढी त माइत एक्लै सुटुला यो मसीको हो क्या यो के मसी भन्छन् यसलाई मसीको बुट्टा हो कि यो त खाए नि लाग्थ्यो यार फेरि एउटा भनिदिनुहुन्छ खाए झन् लाग्थ्यो रे आनन्दसित त्यहाँ त कुकुर रहेछ चे चे यहाँ 30 जान्न मलाई तपाईँ अलि धनी परिहाल्को भए यार उति बोतल बसेर पढ्नु न त्यस्तो धनी बेडा बाख्रा बेचेका धनी फिक्स छ नि यार धनी त यहाँ त हेर्दा मात्र घर कम धनी छन् हिँड्नु माथि छ त घर ऊ माथि त छ ओहो भन्नुहोस् क्या साह्रै सुनिदिन्छ यहाँ तिमीले हेर्दा नि यो मन रोको सिंगानसित मेरो रुमाल ढोको छैन रे सिंगान रुमाल उसो के पहिले पहिले आउँदा सिगान छाड्थ्यो अहिले आउँदा गुछार्छ तरिका भन्दैन केही गर्नु लज्जा देउरालीमा घाँस के रे त्यो के उसके उसके
तमगाछमाथि रेसुङ्गाको वन सँगै जीवन कटन सँगै बाँच्न पाइएन निर्माया न्याउरीसँग रुन्छ मेरो मन ला 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 घाँस दाउराएर काशी नगरी नहुने वनपाखामा डुल्छ मेरो मन जमानामा गोरे काशीको फिल्म कम हेरेर यार कम डराइन्छ माटो मेरो यो सानो संसारलाई यो नि सुनेको मैले तर कुन फिल्मको है छपाए गोरे काशीको गीत हो गरे यो अलि त फुल्लाउ त्यो जङ्गलमा घाँस काटेको गरी कता कता देखेर होला यो नि सुनेको मैले तर के हो कुन गीत त्यही गोरे काशीकै हैन र ओके उस गाउनु न के अरे नारायण गोपालको के अरे गाजलुटी हो क्या गाजलुटी ठुला ठुला आँखा किन बनी फस्यो दिलैमा कालो लामो परेली किस छाल परे कलिलो मायामा निधारको त्यो रातो टीका छाप बनी बस्यो यो दिलैमा मैले नारायण गोपालको गाउने गीत गाउने चाहिँ बेइज्जती हुन्छ यार नारायण गोपाल त्यो नाकको फुली झल्केको त्यो नाकको फुली ज्योति बनी कलिलो मायामा गाजलुटी ठुला ठुला तिर बनी पसेयो दिलैमा अनि अर्को गाउनु त अर्को नि छ के गीत छ अर्को एउटा थियो है त्यो यार सुनेको होला मैले तर मलाई याद हुन्न थुप्रै थियो एउटा के भन्ने थियो के एउटा जेसीकै भन माउँदा चाहिँ ओइ भन है झम्के गुलाली एकसरी त बान्दिम नि है के रे के गाउनु लाग्नु भएको थियो मैले त ए गर्नु भएको थियो र मैले झम्के गुलाली भन्दै पुरैसक्छु यार मैले बिग्राइदिन्छ यो बनाएको टिका सरले गाउनुहुन्छ त्यो गाउनु न ए रामदेव भोला भाचे भेटा मरे तपाईँले यति चोखो यति यो नि कता सुनेको मैले बिर्सने संसार टिका सरले गाएको सुनेको मैले पुराना प्रेमका कथा भन्ने गाउनु पर्छ टुङ 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 मेरा सारा जीवन फेरि गाउनु त त्यसैबाट मेरा सारा फेरि मेरा सारा गाउनु न एकचोटि मेरा सारा जीवन सबै तिमीलाई तिमी दुई दिन छाछडाहरू सबै तिमीलाई तिमी दुई दिन अगाडि फेसबुकमा भेट भयो एउटा बाँस फेरि यो लैजाम के नि उतापट्टि ल A few moments later.
हिजो झाटो चलाउँदाखेरि Najun naik dah bahara. सन्टुले दबाउन सिक्दैछन् दबाउन आँटा सन्टु स्पोर्ट छन् के सन्टुले जन्मेकै दबाउन खासमा के हो र मैले त बुझ्दै बुझेन रोड भन्ने यसलाई हो खसी हाल्नुपर्छ यसलाई अघि न कहाँबाट यहाँ खन्न पर्छ भित्र 5 hours later. बोल्दै थियो पाप नगर्ने हो क्या मान्छेहरूलाई नि देखाइदिउँ होइन तिमीलाई नि देखाइदिउँ 5 hours later. राम 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 1 2 3 4 5 रेस्लिङ त बडो खेल्नु भयो मेरो दमादम खाने कार्यक्रम चलिरहेको छ जर्सी नम्बर 3 भाँडे ए भान्से भान्से भाँडे भन्न आएछ लिप्तरमा भान्से लिप्तर र शिवतर एउटै होइन र ल फेरि सन्टु फेरि Thank you.